हेलो नमस्ते एभ्रिवान। हामी विराट नरसिंह मोहम्मद छौँ। अस्ति बुलेट इन्जरीको केस 7 जना आउनुभएको थियो हस्पिटलमा। म ड्युटीमा थिएँ अनि उहाँहरूको अवस्था निकै नै क्रिटिकल थियो। एकजना पेसेन्टको चाहिँ बुलेट वारपार यहाँदेखि लिएर उताबाट उहाँको बटक्सबाट निस्केको थियो। त्यसलाई चाहिँ हामीले सफा गरेर त्यसपछि आएर चाहिँ उहाँको ट्रिटमेन्ट गऱ्यौँ। अर्को पेसेन्टको खुट्टामा चोट लागेको थियो। उहाँ खुट्टामा चोट लागेको पेसेन्टको पनि उपचार गऱ्यो। र मेन क्रिटिकल केस कुन थियो भन्दाखेरि चाहिँ जुन अहिले यहाँ हुनुहुन्छ उहाँको मात्रै कुरा गरिरहेको छु मैले। उहाँको चाहिँ यहाँ बुलेटले हानेर यो पुरै वारपार यो नसै फुटेको थियो, मासुहरू सबै फुटेको थियो। उहाँको नसामा पनि चोट लागेको छ अनि उहाँको चाहिँ हामीले तुरुन्त उहाँको चाहिँ यो हड्डी पनि फुटेको छ, पुरै कचाक पुचुक फुटेको थियो। सो त्यस्तो केसेसमा, स्वेलिङ भएको केसेसमा, इन्फेक्सन भएको केसेसमा चाहिँ हामीले तुरुन्तै पर्मानेन्ट ट्रिटमेन्ट गर्न मिल्दैन अहिलेको लागि। सो त्यस्तो केसेसहरूमा चाहिँ हामीले के गर्यौँ भन्दाखेरि चाहिँ हामीले रड हालेको छौँ। रड हाले त्यसलाई एक्सटर्नल फिक्सेटर भन्छ। त्यो हालेर चाहिँ हामीले अहिले चाहिँ हड्डीलाई चाहिँ ठाउँमा ठ्याक्क ल्याएर चाहिँ छोडिदिएको छौँ। अनि जब उहाँको स्वेलिङ घट्छ, उहाँको सुन्नेको घट्छ अनि त्यसपछि आएर चाहिँ उहाँको पर्मानेन्ट ट्रिटमेन्ट चाहिँ त्यतिखेर सुरु गर्छौँ। त्यो कुराहरू सबै हामीले काउन्सिलिङ गरेर अगाडि बढेको छौँ। पेसेन्टहरू एकदमै राम्रो हुनुहुन्छ। उहाँहरू आज डिस्चार्ज भइरहनु भएको छ। विराट नर्सिङ होम ले बिरामीहरूलाई एउटा फ्यामिली जस्तो भएर ट्रिटमेन्ट गर्नुहुन्छ। एउटा आफ्नो दाजुभाइ दिदीबहिनी या आफ्नो बच्चा बुच्चीहरू जस्तो गरेर हामीले ट्रिटमेन्ट गर्छौँ। सो उहाँहरूको आउटकम एकदम राम्रो छ। म रेगुलरली उहाँहरूलाई भिजिट गरिरहेको छु र उहाँ आजको दिनमा चाहिँ उहाँ डिस्चार्ज हुँदै हुनुहुन्छ। उहाँहरू जेनरली खुसी हुनुहुन्छ। एकजना भाइको चाहिँ हामी 2 हप्ता 3 हप्तापछि फेरि एकचोटि रिसर्जरी गर्छौँ जुन मैले भनेको छु। अनि बाँकी एभ्रिथिङ इज फाइन एन्ड फिट एन्ड फाइन। उहाँहरू एकदम राम्रो हुनुहुन्छ अनि लेट्स होप फर द बेस्ट। आगामी दिनहरूमा उहाँहरूलाई सबैलाई म गुड विसेसहरू दिन चाहन्छु। उहाँहरूको दिनहरू राम्रो जाओस् अनि अल द बेस्ट। थ्याङ्क यू सो मच।